फेरि श्वास छोड्दै श्वास लिँदै माथि फेरि श्वास छोड्दै तल 2 3 4 श्वास छोड्दै तलतिर श्वास लिँदै फेरि दाहिनेतिर श्वास छोड्दै श्वास लिँदै फेरि चुकिँदैन यो हाम्रो घुँडाको मजबुतीको लागि यसलाई नियमित ध्यान गर्नुपर्छ त्यसले घुँडालाई मजबुती दिन्छ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 विश्राम कितना जगह हो 3 4 5 6 7 8 9 10 विश्राम अब देब्रेतिर जाने दाहिने हात माथि 1 यसलाई आफ्नो शरीरमा जसरी कोसिस गर्छु यसलाई औद्योगिक हात सिधाइ राखेर भद्रासनमा बस्ने लामो श्वास गर्ने खुट्टामा चलाउने सिधा तन्काएर बस्ने खुट्टालाई त्यसैले प्रोस्टेटमा हामीलाई धेरै फाइदा गर्छ आजकल 1 2 3 4 5 भित्रतिर र एकछिन आराम गरौँ श्वासको गति हेरौँ कसरी यो प्राकृतिक भेन्टिलेसन फेरि चुकेर गरौँ श्वास छोड्दै माथि आकाशतिर हेरौँ 4 5 6 7 8 9 10 विश्राम फेरि एकदम उठाऊ दुई खुट्टालाई पुरा खुट्टा छेउनै चाहिन्छ 4 5 6 7 यसले कमल गर्न पनि धेरै फाइदा पुर्याउँछ फेरि उठाएपछि श्वास भर्दै 1 2 3 4 5 6 1 2 3 4 5 6 7 8 9 10 विश्राम 10 विश्राम बिस्तारै धेरै हिँडेर तल अब हामी गर्छौँ पवन मुक्तासन दुई खुट्टालाई विश्राम फेरि एकचोटि अझ हामी 30 पटक गरेर गर्छौँ फेरि एक चक्र अझ फेरि दाहिने तान्ने 2.5 सेकेन्डमा लिने 2.5 सेकेन्डमा छोड्ने यसरी
समाजका अगुवाहरू यहाँ उपस्थित भाइ बहिनीहरू सबभन्दा त्यो त्यही बेला हुन्छ जब योगबाट कायम गएको योग गर्नाले तपाईको कुण्डली जागृत पनि हुन्छ सम्पर्कमा हुन्छ त्यही भएर म यसमा चाहिँ धेरै विश्वास गर्छु म आफ्नो 1998